कुनै पनि सामग्री अनलाइनमा रातारात कसरी यति धेरै फैलिन सक्छ? के यो केवल भाग्यको खेल हो? होइन। यसको पछाडि एउटा गहिरो रणनीति लुकेको हुन्छ। आज हामी एउटा यस्तै भाइरल भएको सामग्रीको चिरफार गर्नेछौँ र त्यसको सफलताको रहस्य पत्ता लगाउनेछौँ। यो अङ्क हेर्नुस् त, 1,29,00,000। यो त कुनै सानो देशको जनसङ्ख्या जत्रै भयो। र यो एउटै युट्युब च्यानलको सब्स्क्राइबर सङ्ख्या हो। हामीले विश्लेषण गर्न लागेको सामग्रीको पछाडि यति ठूलो शक्ति छ। त्यसो भए प्रश्न उठ्छ, एउटै व्यक्तिले कसरी करोडौंको दर्शक बनाउन सफल हुन्छन्? यसको उत्तर खोज्नको लागि आउनुहोस् हामी एउटा खास भिडियोलाई टुक्रा टुक्रा पारेर हेरौँ र यसको सफलताको सूत्र के रहेछ त्यो बुझौँ। ल सुरु गरौँ पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुराबाट, प्रस्तुति। किनभने पहिलो प्रभावले नै धेरै कुरा निर्धारण गर्छ। दर्शकको ध्यान एकै झट्कामा कसरी खिच्ने त? कुनै पनि भिडियो हेर्नुभन्दा पहिले हाम्रो नजर सबैभन्दा पहिले यही कुरामा पर्छ, शीर्षक। र यो कुनै सामान्य शीर्षक होइन, यो आफैमा एउटा यस्तो हुक हो जसले दर्शकलाई भित्र तान्न बाध्य बनाउँछ। अब यो शीर्षकलाई अलि गहिरिएर हेरौँ न। यसमा 3वटा शक्तिशाली तत्त्वहरू छन्। पहिलो, एउटा ठूलो वाचा, केही पनि असम्भव छैन। दोस्रो, भिडियो कस्तो छ भनेर स्पष्ट पार्ने संरचना, 3 कथाहरू। र तेस्रो, भिडियो हेरेपछि के पाइन्छ भन्ने भावनात्मक नतिजा, जोसले भरिदिनेछ। यो एउटा पर्फेक्ट प्याकेज हो। बाहिरको खोल त एकदमै आकर्षक भयो, तर अब हेरौँ भित्र के छ। किनभने कुनै पनि सन्देशको वास्तविक शक्ति त त्यसको कथामा लुकेको हुन्छ। यो भिडियोले 3 शक्तिशाली उदाहरणहरू प्रयोग गर्छ। अब्राहम लिङ्कन, थोमस एडिसन र स्टिफन हकिङ। यी केवल प्रसिद्ध नामहरू मात्र होइनन्, यी त असफलता, अस्वीकृति र असम्भव लाग्ने चुनौतीहरूलाई जितेका प्रतीकहरू हुन्। यस्ता कथाहरू जसले हामी सबैको जीवनलाई कुनै न कुनै रूपमा छुन्छ। र यी सबै कथाहरूले आखिरमा एउटै कुरामा जोड दिन्छन्, असफलता अन्त्य होइन, हार मान्नु अन्त्य हो। यो एकदमै सरल तर गहिरो विचार नै यो भिडियोको मुटु हो। यस्तो सन्देश जुन सजिलै सम्झन सकिन्छ र आफ्नो जीवनमा लागू गर्न पनि सकिन्छ। तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो विश्वसनीयता। सन्देश जति नै राम्रो भए पनि त्यो कसले भन्दैछ भन्ने कुराले धेरै फरक पार्छ। त्यसो भए यो सन्देशको पछाडि को छ त? यहाँ हेर्नुस् त, सन्देश र सन्देशवाहक बीच कस्तो गजबको तालमेल छ। उनी केवल प्रेरणादायी कुरा मात्र गरिरहेका छैनन्, उनी आफैमा एक सफल उद्यमी र व्यापार सल्लाहकार हुन्। त्यसैले जब उनी हार नमान्नुहोस् भन्छन्, यो खोक्रो सल्लाह जस्तो सुनिँदैन, बरु अनुभवबाट निस्केको सत्य जस्तो लाग्छ। यसले उनको सन्देशलाई कैयौं गुणा शक्तिशाली बनाउँछ। र यो कुरा उनको बायोमा भएका यी अङ्कहरूले पनि प्रष्ट पार्छन्। 21 वर्षभन्दा बढीको अनुभव, 90 करोडभन्दा बढी युट्युब भ्युज र 3 करोडभन्दा बढी सामाजिक सञ्जाल फलोवर्स। यी केवल अङ्कहरू होइनन्, यी उनको विश्वसनीयताको प्रमाण हुन्। अब अलिकति पर्दा पछाडि हेरौँ। यो भिडियो आफैमा एउटा अन्त्य होइन, वास्तवमा यो त एउटा ठूलो सञ्जालको सुरुवात मात्र हो। यो भिडियोलाई एउटा ढोका जस्तै सोच्नुहोस्, जसले दर्शकलाई एउटा पुरै व्यापारिक संसारमा भित्र्याउँछ। भिडियोको विवरणमा हेर्ने हो भने अनलाइन कोर्स, किताब, ट्रेनिङ, मोबाइल एप सबै कुरा पाइन्छ। मतलब त्यो निशुल्क भिडियो प्रेरणाको लागि मात्र होइन, यो त दर्शकलाई सृजनाकर्ताको इकोसिस्टममा ल्याउने पहिलो कदम हो। ल, हामीले भिडियो कसरी काम गर्छ भनेर त हेर्यौँ, तर यसको गहिरो अर्थ के हो त? आजको यो अनलाइन दुनियाँको बारेमा यसले के रहस्य खोल्छ? अन्तमा यो सम्पूर्ण रणनीतिको सार यही हो, एउटा यस्तो सन्देश जुन कहिल्यै पुरानो हुँदैन, त्यसलाई आजको डिजिटल युगको लागि एकदमै सही तरिकाले प्याकेज गरिएको छ। दृढता र आशाको कथा त सधैँ सान्दर्भिक हुन्छ, मात्र त्यसलाई प्रस्तुत गर्ने तरिका सही हुनुपर्छ। यो सबै विश्लेषणपछि एउटा प्रश्न मनमा आउँछ। आजको यो अनगिन्ती सामग्रीले भरिएको डिजिटल संसारमा मानिसको मनलाई सबैभन्दा बढी छुने कुरा के? अझै पनि आशा र प्रेरणा दिने एउटा सरल कथा नै हो त? सोच्नुपर्ने कुरा छ।